So, hello once again, everyone. This is me, Pravesh Tamang. आज म सर्ट एन्ड स्विट होइन सन्देश मतलब एडभाइस लिएर आएको छु. सो कहिलेकाहीँ हार खाइन्छ होइन, कहिलेकाहीँ हार खाइन्छ र अनसक्सेसफुल हुन्छ, हात्तिनु हुँदैन होइन. भनिन्छ नि दुःखमा आत्तिनु हुँदैन, सुखमा मात्तिनु हुँदैन. सो कहिलेकाहीँ हार खाइन्छ, अनसक्सेसफुल हुन्छ, आत्तिनु हुँदैन. छोरा मान्छे भएपछि हल्का के हुनुपर्छ भन्दाखेरि आँट हुनुपर्छ होइन, साहस हुनुपर्छ, ब्रेभ भन्छ नि, त्यो कुरा चाहिँ हुनुपर्छ हामीमा होइन. जस्तो सुकै परिस्थिति आओस्, लडिन्छ, हारिन्छ होइन, तर उठ्नु पनि पर्छ क्या. त्यो सिक्नुपर्छ होइन. यङ एज हो होइन, 18देखि होइन 30 नकट्टुन्जेलसम्म त होइन स्ट्रङ क्या, बुझेन. हार खाने नै होइन, यङ मात्रै होइन अरू पनि होइन. अब सबैको लागि होइन सकिन्छ क्या. गऱ्यो भने सकिन्छ, गरेन भने सकिँदैन होइन. दह्रो हुनुपर्छ मान्छे होइन, आँटिलो हुनुपर्छ. सो त्यही हो मेरो सन्देश चाहिँ. अनि या हार खाइन्छ, अनसक्सेसफुल हुन्छ, सकेको गरिन्छ होइन. अब 100% दिँदाखेरि पनि कहिलेकाहीँ चाहिँ हुँदैन, नहुन सक्छ होइन. त्यस्तो त कति हुन्छ नि, आफूले 100% दिँदा पनि अनसक्सेसफुल हुने कुराहरू धेरै नै हुन्छ होइन. तर पनि हामीले 100% चाहिँ दिनु छोड्नु हुँदैन होइन. यसो भयो भने अवश्य एक दिन त होइन कसो सक्सेसफुल हुँदैन होला. त्यही भएर सर्ट एन्ड स्विट एडभाइस, बी स्ट्रङ होइन. हार मान्ने होइन, गर्ने हो, 100% दिने हो. बाई बाई.